अन्त छोराले घुमाएको आउँदेखि नेक्स्ट चाहिँ बोकेर हामी घुमाउँछु भनेर छ। त्यो कस्तो लागिरहेको त? एकदम राम्रो बेस्ट। साथीहरू अब हामी आइसकेको चन्द्रगिरी हिलमा अनि फेरि चेन्ज गरेर छु चर्चमा। हेलो गाइज एन्ड वेलकम टु माई न्यू ब्लग। आज हामी चाहिँ चन्द्रगिरी हिल जाने हो अनि त्यहाँ गएर चाहिँ हामीहरू केबल कारमा जाने हो। अनि चुचु र म र बाबा गइसिनी हेर्मै त कति मजा आउँछ। अनि त्यहाँ चाहिँ बाइकमा जाने हो साथीहरू। यो जाम है त साथीहरू। साथीहरू अब हामीले तल आइसकेका छौँ। अब यहीँबाट बाबाले लिएर आइसिनी अनि छ अनि जाम है त साथीहरू कस्तो मजा आउँछ। एकछिन यता हेर के खेल्दै तिमी? साथीहरू बाबा आइसकेको छ। अब हामीहरू जाने हो साथीहरू हेर्मै त। झोला म बोकौँ क्या? झोला चुचु कस्तो लागिरहेको त? एकदम राम्रो बेस्ट। साथीहरू अब हामीहरू आइसकेको चन्द्रगिरी हिलमा अनि फेरि चेन्ज गरेर छु चर्चमा। साथीहरू अब हामीहरू जाँदैछौँ भित्र अनि अब केबल कारमा चढ्ने हो साथीहरू। हेर्नु त कस्तो मजा आउँछ। मेरो धेरैचोटि आइसकेँ म यहाँ केबल कारमा। त्यसले गर्दा नेक्स्ट के तारो कस्तो लागिरहेको त? ल ओके यतापट्टितिर भनेर हामी कहाँ जाँदैछौँ भनेर टक्क बुवा मम्मीलाई लिएर के हुन्छ र? त्यस्तो नभएर खै बोल न। नानीको खै यतापट्टि सोध नि त नाम के हो नानीको? क्वेसन सोध। हजुरको नाम के हो? हजुरको नाम के हो? नाम के हो? इङ्ग्लिसमा भन्नु नाम के हो? काव्यश्री काफ्ले। अनि अहिले कहाँ चढ्दै हामीहरू? कहाँ जाँदै हामीहरू अरे? हामी त्यो माथि डाँडा कुन चाहिँ ठाउँ चढ्न लाग्यो? क्यामेरा जान लाग्छ सानो चन्द्रगिरी। अनि हामीहरू अहिले कहाँ चढेर गइराख्नु? अनि हामीहरू अहिले कहाँ छौँ? माथि छौँ कि तल छौँ कि साइडमै छौँ कि म बस्ने होटल भने त्यही हो। यहाँ स्विमिङ छ कि छैन? छ त्यहाँ छ तर होटेलहरूको लागि मात्रै होटलको मान्छे बस्ने होला मात्रै हो। हामीहरूलाई हामीहरूले बस्नु मिल्दैन। हेलिकप्टरको अझ एउटा हेलिकप्टरको स्टेसन आमा बा यहाँबाट यस्तो ल हेर पैदल यात्रीहरूलाई देखाइदेऊ मान्छेहरू। यो ठन्डा मौसममा त यहाँ त चिसो हुन्छ नि। हिउँनै पर्छ कुनै तलै छन् पर्छ नि। धेरै बेर लाग्छ यिनीहरूलाई जान। यति हाइकिङ गरेर गएको दादा दिदीहरूको भिडियो बनाएन तिमीले? भिडियो बना आउँदैन के भन्नु? अब चाहिँ शीतल भन्देऊ न दादाले भनेको त्यो स्कुलको नाम तिम्रो स्कुलको नेम भन्देऊ। भन्नु त्रियोग हाई स्कुल। अनि त्यहाँ चाहिँ कति इयर्स ओल्ड? कति इयर्स ओल्ड? हजुर कति इयर्स ओल्ड भने? 6 इङ्ग्लिसबाट भन्दै नि त। कति क्लास भन्छ मैले? हाइकिङको लागि साइडबाट पनि हेलिप्याड नै छ नि बाबु। त्यो हेर क्यामेरा कहाँ छ तिम्रो हेर त? अनि खोइ राम्रोसँग खिच न। त्यति हो सक्यो। ल अब हामी टपमा पुग्न लाग्यो। धेरैचोटि आइसक्यो। अझै शीतल आयो हजुर। तिमी आथेन भन्दै त दादा। तिम्रो कति टाइम हो नि? फर्स्ट टाइम हो? रमाइलो लागिरहेछ? कस्तो लागिरहेछ? मजा आइरहेछ? मलाई त पहिल्यैदेखि मजा आइरहेको हिँड्ने बित्तिकै। फर्स्ट टाइमबाटै हिँडेर आएको थिएँ अनि त्यसपछि मजा आइरहेको। ल रेडी है झर्नको लागि है? पहिला बुवा बिस्तार झर्नु है। त्यही 10 मिनट जति होला। ल झर्नु उता हेरेर झर्नु उता हेरेर।
झर निस्किनु झर झर ल फाइनल्ली आइपुग्यो हिँड्नु न हिँड्नु सुचीसँग माथि आइला एउटा अब साइक्लिङ हुँदैछ धेरै हाइटमा रहेछ म त्यहाँ माथिसम्म यहाँबाट अब त्यहाँ गरेर के होला पोको चढ्यो भनेर बोल अफ गर्दैन बोल्नु साथीहरू म फेस पेन्ट गर्नु लागिरहेको छु हेर्नु त कस्तो हुन्छ मलाई मजा आइरहेको हिँड त अगाडि मेरो फेस पेन्टिङ सुरु हुँदैछ यहाँ हिँड म हिँड सर र म तिम्रो भिडियो बनाइदिन्छु उता यहाँबाट हिँड सर र हिँड होइन हिँडेको मात्र एक राउन्ड मुनि मुनिबाट हिँड्ने मात्र म तिम्रो भिडियो गाइजहरू म महादेवको एक राउन्ड साथीहरू म महादेवको एक राउन्ड हाल्न जान्छु जेउ गर त्यहाँ जेउ गर उता मैले एक राउन्ड हाल्न सकाएँ नछोड नि बिस्तारी सक्छ सक्दैन अर्को हातमा मजा आयो सक्दैन तिमी अनि जाऊ साथीहरू अब हामी केबल कलमा फेरि चढ्ने अनि हामीहरू चाहिँ प्ले ग्राउन्डमा थियौँ खेल्दै अब के गऱ्यौँ सबै भनिदिन्छौँ है त साथीहरू खेल्यौँ खायौँ अनि अझै डान्स गऱ्यौँ मन्दिरमा चढायौँ धेरै चिज गऱ्यौँ साथीहरू अनि ट्याटू पनि बनायो गाडामा धेरै चिज बनायो साथीहरू आज अब हामीहरू माथि जाँदैछौँ टेबल कारमा चढेर अनि उता हामीहरू बाइक लिएर जान्छौँ साथीहरू मैले फेस पेन्ट पनि गरेँ अनि पपकर्न पनि खाएँ अनि त्यसपछि पपकर्न पनि खाएँ धेरै मन त्यो चिज पपकर्न अनि त्यसपछि मैले बनाना पनि खाएँ अनि त्यसपछि हामीहरू अब माथि हिँड्दैछौँ
केबल कार पनि चढे मान्छेहरू पनि धेरैजना छन् इन्डियनहरू पनि आइसकेका छन् यहाँ नेपालतिर अनि अझै डान्स गऱ्यौँ हामीहरूले मन्दिरमा घुम्यौँ धेरै मजा थियो साथीहरू अब बुवाहरूलाई भेट्यौँ घ्याल्चोकको बुवाहरूलाई भेट्यौँ अब हामीहरू उता जाने हो घर अब जाऊँ है त साथीहरू केबल कार अब अझै चढ्नु पर्ने हो किनभने वापस जानु पर्यो नि त होइन साथीहरू त्यसै गर्दा साथीहरू टेम्पल चाहिँ यस्तो छ हामीहरू अब टेम्पल पनि घुमिसक्यौँ साथीहरू अब यहाँ चाहिँ चुचु भइसक्यो चुचु कस्तो लाग्यो त आज एकदम झ्याममा राम्रो छ अहिले पहिला अन्त छोराले घुमाएको आउँदेखि नेक्स्ट हुँदा चाहिँ नि बोकेर हामी घुमाउँछु भनेर छ हेरौँ साथीहरू अब सबै कुरा सक्यो खेल्नु पनि खेल्यो अन्त साथी अब जाने बाबा हजुर कस्तो लाग्यो त बाबालाई पनि धेरै रमाइलो लाग्यो अनि बाबाको बुवालाई घुमाउँदाखेरि अनि नेप्सुङलाई घुमाउँदाखेरि धेरै रमाइलो आयो धेरै रमाइलो भयो साथीहरू अनि बाबाको पैसा पनि बच्यो धेरै कसरी मैले पपकर्न भएछु जिप लाइन चुज गरेको थिएँ होइन अनि दुईवटा चुज गरेको थिएँ अनि मैले पपकर्न चुज गर्थेँ बाबाको धेरै पनि पैसा खर्च गरेन साथीहरू यही हो अनि तिमीलाई चाहिँ खाना मन लागिरहेको थियो भन न धेरै मलाई धेरै चाख्नु मन लागिरहेको थियो